आज हामी टाढाको यात्रा गर्दैछौँ साथीहरूलाई भिडियो पनि लामो छ झ्याउ नमानिकन हेरिदिनु होला अनि कहाँसम्म हो हजुरले भिडियो हेरेपछि थाहा पाउनुहुनेछ अनि यो गेटिङको भिडियोलाई थाहा छ होला यता गुल्मीतिर बस्नेहरूलाई अनि यो मोजाको पुल हो यो रुटबेडी हुँदै जान्छ यो बाटो अनि अब हामी टाढाको यात्रामा अनि बाइकमा पेट्रोल फुल गरेर हिँड्यौँ अनि बाटो चिप्लो भएर कोही ठाउँ चढ्दै हिँड्दै गरेका छौँ अनि बेला बेलामा जाम पनि भइराख्ने किनकि बाटो सानो एक्सचेन्ज गर्न गाह्रो भएर अनि बाटोमा कति ठाउँ त जामै परियो अनि हामी चोरकाटे बजार गथ्यौँ अनि यो चोरकाटे गएपछि त घाम लागेको थियो किनकि यतातिर मोजातिर त पानी परेको थियो नि त अनि यतातिर आउँदाखेरि घाम लागेको रहेछ अनि हामीलाई हिँड्न सजिलो भयो अनि यो यता जाने भने रेडीको बाटो अनि माथिल्लो बाटो जाने नि मालडुङ्गा पुगिने बाटो रहेछ कोही यताउति नगरिकन जाने भने ठ्याक्कै मालडुङ्गातिर पुगिनेछ साथीहरू अनि हामी झरेर ड्यामको फोटोहरू पनि खिच्यो भिडियो बनाइयो अनि अलि पर गएर फ्रेस हुन झरनातिर एकैछिन हातखुट्टा धुने पानी पिउने गरेर अनि हामी लाग्यौँ साथीहरू अनि यो चाहिँ बागलुङको गेट देख्न सक्नुहुन्छ अनि यो मालडुङ्गा भन्नेमा आइयो मालडुङ्गादेखि दाहिने जाने हो भने पोखरा डेबे जाने हो भने बेनी बजारतिर लाग्ने अनि बेनी बजार देख्न सक्नुहुन्छ सुरुवात भयो बेनी बजारको अनि बेनी बजार पनि ठुलै रहेछ म त फर्स्ट टाइम आएको नि त अनि त्यही भएर थाहा थिएन यस्तो छ उस्तो छ त्यही भएर म चाहिँ पछाडि बसेँ एक्साइटेड थिएँ नि त अब नयाँ बाटो के रहेछ कस्तो रहेछ भन्थेँ म चाहिँ भिडियोहरू सानो क्लिपहरू गराउँदै हिँडेको छु साथीहरू झ्याउ नमानिकन हेरिदिनु होला अनि कति गीतमा राख्नु है कोही कस्तो बोलेर राख्नु पर्यो भनेर अहिले म चाहिँ बोलेर राख्ने प्रयास गर्दैछु अब त्यो फर्स्टमा त थाहा हुँदैन त्यही पनि झ्याउ नमानिकन हेरिदिनु होला यो बेनी बजार गर्थ्यौँ साथीहरू अनि बेनी बजार गर्दैछु कस्तो अप्ठ्यारो बाटो रहेछ यहाँनिर अनि बल्ल बल्ल निस्क्यौँ अनि यहाँबाट जाम पनि थियो नभए त बाटो बेला बेला त ठिकै रहेछ नभए कुनै ठाउँमा बेसी अप्ठ्यारो यो पनि झरना रहेछ अनि यो झरना पनि कस्तो राम्रो के अनि हामी रोकेर यहाँ पनि हल्का फोटो खिच्यो अनि पानी परेर एकैछिन हामी चाहिँ बाटोमा पानी पऱ्यो नि त रेनकोट पनि लान बिर्सेर अनि यत्तिकै हिँड्यौँ यहाँ त हेर्न सक्नुहुन्छ यस्तो अप्ठ्यारो छ कि बाटो म त आमामा यति डराएँ यो बाटो देखेर ठ्याक्क चिप्लेर यसो खस्ने बित्तिकै त्यो कति ठुलो खोलामा पसिने खालकै बाटो रहेछ अनि जाम पनि त्यस्तै जाम यहाँ फेरि बाटो बनाउनु लगाएको भएर होला नि कति साह्रो जाम परेको अनि अलि पर रोकेर चिया खाएँ मैले अनि खाएपछि अनि हामी हिँड्यौँ साथीहरू पानी अलि रोक्यो यो देख्न सक्नुहुन्छ तातो पानी रहेछ अनि हामी त तातो पानीमा पसेनौँ अनि तातो पानीको सानो क्लिपहरू गराउँदै हिँडेको छु हेरिदिनु होला बाटो चिप्लो थियो नि त पानी आएर अनि खोइ हेर्न यो त आमा यो त यस्तो दामी लाग्यो यो झन् रूपसे झरना भन्ने रहेछ यो यहाँ पनि झरेर यसो भिडियो बनाउने फोटोहरू खिचेर अनि त्यहाँबाट नि हामी लाग्यौँ अनि यहाँ चाहिँ चेकिङ हुने रहेछ कि साथीहरू हेर्न सक्नुहुन्छ अनि चेकिङ सकिएर अनि हामी चाहिँ माथिको भ्यू लिँदै हिँड्दैछौँ अनि म फेरि पछाडि बस्ने अनि बेला बेला भिडियो गराउँदै हिँड्दै गरेको छु अब म त फर्स्ट टाइम जाँदैछु नि त त्यही भएर म चाहिँ धेरै एक्साइटेड थिएँ नि त के रहेछ कस्तो रहेछ भनेर अनि म फेरि त्यो भिडियो गराउँदै हिँडेको छु अनि यो बगर जस्तो कस्तो राम्रो के अनि यहाँ डाँडा काँडा हेर्न सक्नुहुन्छ डाँडा कस्तो राम्रो डाँडा पनि अनि बाटोहरू पनि कस्तो क्लिन के अनि यो देख्न सक्नुहुन्छ भोटे बस्ने ठाउँ अरे अनि भोटे बस्ने ठाउँमा अनि आजभोलि त बस्दैन भन्दै हुनुहुन्थ्यो अनि यो हामी मार्फा भन्ने बजार आइसक्यो साथीहरू यो मार्फा भन्नेमा आएर अनि हामी यो होटेलमा बस्यौँ अनि बसेर अनि रुमसुममा गएर यसो फ्रेस भयौँ अनि त्यसपछि हामी यो जेरी गल्लीमा पस्यौँ साथीहरू यो जेरी गल्ली भन्ने रहेछ हेर्न सक्नुहुन्छ अनि लास्टसम्म हेर्नु न सिनहरू कति राम्रो थियो अनि 6 बजिसकेको थियो त्यही भएर भिडियो त यति राम्रो त आएको छैन जति आछ म त्यति देखाउने प्रयास गर्नेछु हजुरलाई अनि यहाँतिर हेर्न सक्नुहुन्छ कति धेरै आउनुभएको के फोटोहरू खिच्ने भिडियो गर्ने सबैजना व्यस्त अनि हामी पनि कहाँ अलिक ठिक रहेछ भन्दै अनि हेर्दै गयौँ अनि अलिक पर गयौँ अनि जता पनि प्याक थियो नि त यहाँ सबै ड्रेस लाएर फोटो भिडियो गराउन बिजी हामी फेरि यहाँ पस्यौँ यहाँ बसेर ड्रेस लगायौँ अनि नानीले पनि ड्रेस लगायो अनि नानीलाई अनि यो घुमाउनु पर्छ राम्रो हुन्छ अरे भनेपछि त्यसले पनि घुमायो अनि डेडीले पनि घुमाउनु भयो त्यसपछि हामी हल्का सेल्फीहरू गरेर खिचेर अनि हिँडेका छौँ हेर्न सक्नुहुन्छ अनि बुढाबुढीले पनि हल्का फोटो सुट गऱ्यौँ अनि भिडियो गऱ्यौँ अनि त्यसपछि हामी त्यहाँबाट बिदाबारी भयो साथीहरू थ्याङ्क यू सो मच।